Hi vlog, welcome to my guys. नमस्ते साथीहरु, नमस्ते सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु। म एकदमै सन्चै छु, आरामै छु। तपाईहरु पनि सन्चै हुनुहोला, आरामै हुनुहोला भन्ने आशा राख्दछु साथीहरु। ओके, म चाहिँ रोटी नास्ता खाँदै छु। आज चाहिँ हाम्रो बारीमा ट्र्याक्टर जाने बाटो बनाउने कार्यक्रम छ साथीहरु। त्यस कामको लागि खाना त पर्यो हैन, नास्ता त गर्नु पर्यो साथीहरु। नत्र पनि प्राय नास्ता हामीले खान्नौं साथीहरु बिहान भख। एकैचोटि 10 बजेतिर हो, 9-10 बजेतिर भात खाने। हाम्रो घर फेरि यसो नास्ता सास्ता भन्ने सिस्टम छैन कि। बिहान गडकै एकैचोटि साँझ चापर चुपर खाने सिस्टम छैन हाम्रो घर। क्लियर रूपमा भन्नु पर्दाखेरि अब चाहिँ नास्ता खाँदैछु मैले। आज चाहिँ काम गर्नुपर्ने भएको कारणले गर्दाखेरि र रोटी भएको कारणले गर्दा, नत्र पनि यो पनि खाने थिएन मैले। सिस्टम यस्तो छ हेर्नु साथीहरु। अब चाहिँ यो रोटी मसित खाइरहेको छु हैन। ये किस जानवर की चमड़ी? A few moments later. कलमौरीको मह हो, एकदमै टेस्टी छ साथीहरु है, एकदमै राम्रो छ। पुरै चाम्रो छ साथीहरु हैन। रोटी चाहिँ केही हुन्न के, 2-4 दिन राख्दा, 1 हप्तासम्म राख्दा म केही हुन्न। कारण भात भएको भए खतम भइन्थ्यो होला साथीहरु। 3-4 दिन 4-5 दिनको रोटी यो चाहिँ। The next day. 6.5 hours later. ल साथीहरु, फाइनली हाम्रो यहाँ ट्र्याक्टर हिँड्ने बाटो बन्दैछ हैन। भाइ चाहिँ मिस्त्री साहब, म लेबरको हेड। म चाहिँ लेबरको हेड हैन। हाम्रो चाहिँ यहाँ कार्यक्रम हुँदैछ। हाम्रो साइल दाइ कहाँ जानुभयो लेबर। हाम्रो साइल दाइ पनि हुनुहुन्छ हाम्रो काममा। चाहिँ हामी चाहिँ यो ढलाई हान्दैछौँ साथीहरु। यो चाहिँ ट्र्याक्टर हिँड्ने बाटो बनाउँदैछौँ हामीले चाहिँ बारीमा जानको लागि। ट्र्याक्टर हिँड्ने बाटो बनाउँदैछौँ हामीले चाहिँ। ठ्याक्कै भन्नुपर्दाखेरि अहिले चाहिँ पानी आइरहेको छ साथीहरु, अझै पनि कुलामा। A few inches later. ल साथीहरु, फाइनली यो सेटिङ भइसक्यो हैन। अब चाहिँ गिट्टी कुट्न जाँदैछौँ। ओके, 2 hours later. ल साथीहरु, फाइनली मसला बनिसक्यो हैन। अब हाम्रो काम अगाडि बढ्दैछ साथीहरु। गिट्टी सिटी फोरेर हैन रेडी भइसकेर मसला बन्दैछ साथीहरु। अब चाहिँ यहाँबाट लगेर कुलामा हाल्ने हो हैन, माल मटेरियल। हाम्रो सेटिङ भएर रेडी भइसकेको छ। हामी अब एकदमै एक्साइटेड छौँ साथीहरु। काम अब हाम्रो द्रुत गतिमा चल्छ। काम धमाधम भइरहेछ साथीहरु। मसला त बिल्कुल डोकामा बोक्ने कार्यक्रम भइरहेछ हैन। लास्टै गर्मी छ साथीहरु, पसिनोल भइसक्यो, फ्यात्तै भइसक्यो हामी चाहिँ हैन। लास्टै गर्मी छ साथीहरु है। काम धमाधम भइरहेछ, मसला बोक्ने कार्यक्रम भइरहेछ साथीहरु है। अब आधी उद्धी सकिसकेको छ। अब आधी उद्धी छ है कार्यक्रम चाहिँ। अब अझै आधी उद्धी छ, मसला आधी छ नि भाइ अझै। ल अझै बोक्नु पर्ने कार्यक्रम भइरहेछ। डोकाबाट भइरहेछ, अलि टाढा भयो अनि हातमा अलि दबाउनु भयो साथीहरु, त्यसैले डोका हानिदिरहेको छु मैले चाहिँ। फाइनली साथीहरु नुहाइधुवाइ गरेर सकेँ मैले चाहिँ हैन। अब चाहिँ मैले पसल खोज्छु साथीहरु है। अब चाहिँ म पसलमा बस्छु साथीहरु। आजको मेरो फुल टाइम पसलमा हुन्छ साथीहरु है त। 2 hours later. यो कुलोको यो ढलाइ गर्ने कार्यक्रम, ट्र्याक्टर जाने बाटो बनिसक्न लागिसक्यो। बनिसकियो भनौँ हैन। माल मटेरियल सबै लिएर पनि भइसक्यो। ढलाइ फाइनली भइरहेछ, सकिन लागिसकेको छ। अब चाहिँ हाम्रो ढलाइ गर्दा गर्दा हाम्रो साइन्दाले के हो कि तपाईँ यार, के हो आज काम गर्ने हैन यतातिर उतै मात्र हो बस। सुँगुरलाई हैन, सुँगुरलाई एकदमसँग बस ठिक छ साइनलाई, ठिक छ। फाइनली सकिसकेको छ साथीहरु। यहाँबाट माथिबाट बाटाबाट यस्तरी आउने, यस्तरी तल बारीतिर झर्ने बाटो बनाएका छौँ साथीहरु हामीले चाहिँ। ट्र्याक्टर लड्किँदै जान्छ अब। ल ठिक छ। ल आज भोलि पर्सि भन्दा साथीहरु फाइनली यो
काम हामीले सक्यौँ। तरह के लोग सुबह से शाम तक काम 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 खाना हराम। काम गरौँ कि होइन भिडियो बनाउँ है साथीहरू। त्यस कारणले गर्दाखेरि मलाई सहज नभएको भ्लग क्रिएट गर्न त्यही पनि म कोसिस गरिरहेको छु साथीहरू होइन। आगामी आउने दिनहरूमा राम्रो भ्लग क्लियर हजुरसम्म आउने कोसिस गर्नेछु साथीहरू है। खुसी लाग्छ साथीहरू है जानी नजानी है क्लियर गरेको भ्लग। Whatever, please I want to reach 1 million likes, so please subscribe. Okay, thank you.